देशको चौथो राजनीतिक शक्तिको सभापति, वैकल्पिक राजनीतिक धारका सूत्रधार, नेपाली जनताले आशा र अपेक्षा पूर्वक हेरेका व्यक्तित्व, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्यको प्रतिशोधपूर्ण व्यवहार र कानुनी प्रपञ्चको शिकार भएर यति बेला रूपन्देही कारागारमा थुनुवा हुनुहुन्छ। संलग्नता त के, कल्पना समेत नगरिएको अभियोग लगाएर उहाँ विरुद्ध पाँचवटा जिल्ला अदालतमा मुद्दा लगाइएको छ। विश्वास छ न्यायालयले राज्यको गलत नियत विरुद्ध निर्णय गर्नेछ र रविमाथि अन्याय हुने दिने छैन। राज्यले संस्थागत रूपमा साधेको प्रतिशोध र गरेको चरम अन्यायको कानुनी प्रतिवाद जारी राखेर हामी आम समुदाय बीच पनि आएका छौं। राज्य संलग्न षड्यन्त्रको भण्डाफोर गर्न र तपाईहरूको ऐक्यबद्धता लिन हस्ताक्षर अभियान किन? रवि लामिछाने माथि राज्यले गरेको नियोजित आक्रमण विरुद्ध देश विदेशमा रहनु भएका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साधिएको राजनीतिक प्रतिशोध र राज्यले उहाँ माथि गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्र हत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न, रवि लामिछाने विरुद्धको मुद्दा मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुवात हो भन्ने सन्देश जनस्तरमा पुर्याउन।